पोखरा। पोखरा तालहरूको सहर, जहाँ सडकमा ताल र सडक किनारमा छाल हुन्छ। म जहाँ भए पनि ए पोखरा, गुम्दै गएको तिम्रो सौन्दर्य र बढ्दै गएको तिम्रो कुरूपता देख्दा मलाई रुन मन लाग्छ। नमस्कार, कार्यक्रम साहित्य सिर्जनाको पर्खाइमा रहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा प्राविधिक मित्र जगदीश शर्मा र बुद्धिनाथ झासँगै यो पूर्णचन्द्र घिमिरेको श्रोताहरू, साप्ताहिक रूपमा प्रसारण हुने कार्यक्रम साहित्य सिर्जनाका लागि आज पनि हामी उपस्थित भइसकेका छौँ। साप्ताहिक रूपमा प्रसारण हुने कार्यक्रम साहित्य सिर्जनाका लागि आज हामी उपस्थित हुँदा सधैँभन्दा अलिकति बेग्लै प्रस्तुति यहाँहरूमाझ राख्न खोजिरहेको छु। आज मैले यस अर्थमा अलिकति बेग्लै परिवेश किन भनिरहेको छु भनेदेखि आज मैले प्राविधिक विषयको एउटा विशेषज्ञसँग साहित्यका विषयमा केन्द्रित रहेर कुराकानी गर्ने जमर्को गरिरहेको छु। कार्यक्रम साहित्य सिर्जनामा हामी कहिले कृति विशेषका कुरा गर्छौँ, कहिले सिर्जना विशेषका कुरा गर्छौँ, कहिले व्यक्तित्व विशेषका कुरा गर्छौँ, त विभिन्न साहित्यका विभिन्न पाटाहरूलाई हामी केलाउने प्रयत्न गर्छौँ। आजको बसाइमा मैले कार्यक्रमको पूर्वार्धमा जानकारी गराइसकेँ। आज हामी विशेष गरी कुराकानीमा आधारित सृजनात्मक बसाई यो बसाई रहनेछ र यो सृजनात्मक बसाई व्यतीत गर्नका लागि आज हामीले कार्यक्रम साहित्य सिर्जनाको दैलो उघारेका छौँ डाक्टर बसन्त कुमार गौतमका केही हरपहरूबाट। हो, आजको कार्यक्रम साहित्य सिर्जनाको लागि हाम्रा पाहुनाका रूपमा पनि डाक्टर बसन्त कुमार गौतम नै हुनुहुन्छ। विशेष गरी मैले अगाडि नै भनिसकेँ, उहाँ प्राविधिक क्षेत्रको ज्ञाता हुनुहुन्छ र प्राविधिक क्षेत्रमा उहाँ विशेष दखल राख्नुहुन्छ। र परिचय दिने सन्दर्भको कुरा गर्ने हो भने उहाँका धेरै परिचयहरूमध्ये मैले यहाँ आज उल्लेख गर्न चाहिरहेको छु। उहाँ इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा प्राध्यापन पेसामा संलग्न व्यक्तित्व हुनुहुन्छ र इलेक्ट्रिकल इन्जिनियरका रूपमा कार्यरत हुनुहुन्छ र यही विषयमा उहाँले विद्यावारिधि गर्नुभएको छ। यही प्राविधिक विषयलाई आफ्नो अभिरुचिको विषय बनाउने र यसैलाई आफ्नो पेसाका रूपमा अपनाइरहनुभएका डाक्टर बसन्त कुमार गौतम प्राविधिक क्षेत्रमा मात्रै होइन, सृजनात्मक क्षेत्रमा पनि त्यत्तिकै निखारता राख्नुहुन्छ र उहाँका थुप्रै कविताहरू हामीले प्राप्त गरेका छौँ। विशेष गरी उहाँ देश, काल, समय र परिस्थितिको यथार्थ विश्लेषण आफ्नो कवितामा गर्ने गर्नुहुन्छ। यसका साथै विद्रोह, आक्रोश र दुखेसाका भावहरू पनि उहाँका कवितामा हामीले पाएका छौँ। धेरै सृजनात्मक अभिव्यक्ति सबैका बीचमा प्रस्तुत गरिसक्नुभएका यिनै सृजनात्मक हस्ती डाक्टर बसन्त कुमार गौतम आजको हाम्रो कार्यक्रमको अतिथिको रूपमा हुनुहुन्छ र सबैभन्दा पहिले म गौतमजीलाई कार्यक्रम साहित्य सिर्जनामा हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद पूर्णचन्द्रजी। मैले कार्यक्रमका बारेमा केही अलिकति कुरा बोलिसकेको छु। कार्यक्रम साहित्य सिर्जनामा हामीले धेरै बसाइहरू विभिन्न किसिमका प्रस्तुतिमा जोडेका छौँ भने आज हामीले प्राविधिक क्षेत्रमा दखल राख्ने व्यक्तित्वलाई सृजनात्मक क्षेत्रमा उतार्ने प्रयत्न गरेका छौँ र डाक्टर बसन्त कुमार गौतमज्यूलाई कार्यक्रम साहित्य सिर्जनामा स्वागत गरिसकेपछि एउटा प्राविधिक मान्छे साहित्यको परिभाषा कसरी दिन रुचाउनु? अब प्राविधिक मान्छे भने पनि गैर प्राविधिक मान्छे भने पनि जहाँसम्म लाग्छ साहित्यको परिभाषा एउटै हुन्छ। साहित्य मेरो विचारमा एउटा त मान्छेको मनको अन्तरतम अनुभूतिलाई व्यक्त गर्ने माध्यम हो। यस सँगसँगै अर्को भनेको यसले समाज अथवा एउटा व्यक्तिको जीवनमा घट्ने घटनाहरूलाई पनि अलिकति सुरुचिपूर्ण पाराले सबैको अगाडि पेश गर्ने एउटा माध्यम हो। त्यसकारण मेरो विचारमा प्राविधिक भने पनि गैर प्राविधिक भने पनि साहित्य भनेको एउटै नै हुन्छ। हजुर, विशेष गरी यो अनुभूतिसँग सम्बन्धित हुन्छ। हजुर, आफ्नो मनका अनुभूतिहरू चाहिँ कसरी पोख्ने भन्ने सन्दर्भको कुरा हो। जस्तो यहाँ पनि साहित्यको क्षेत्रमा लाग्नु भएको छ। अहिले हामी देखिरहेका छौँ यहाँका थुप्रै सृजनाहरू हाम्रा अगाडि छन्। यति धेरै सृजना गर्नुभएको छ, यसको प्रारम्भ चाहिँ कहिलेबाट गर्नुभयो? म अब हुर्किने क्रममा घरमा चाहिँ त्यस्तो साहित्यिक वातावरण त थिएन, गाउँमै पनि। अनि तर घरमा चाहिँ केही पुराना किताबहरू जस्तो अब रामायण महाभारत जस्ता किताबहरू थिए, अनि केही देवकोटाको मुनामदन, माधव घिमिरेको एउटा दुईटा कविता सङ्ग्रह, सायद तिनै हेरेर अलिकति लेख्नमा रुचि लागेको हुनसक्छ। अनि भनेपछि प्रेरणाका स्रोत यिनै किताबहरूलाई मान्छु मैले चाहिँ। हजुर, यिनैबाट अभिप्रेरित भएर सृजनामा लाग्नुभयो? सृजनामा लाग्यो। त्यसपछि अब स्कुलका कार्यक्रमहरूमा अलिअलि एउटा दुईटा कविता कथा सुनाएपछि अलिकति जुन हौसला पाइयो त्यसले पनि अब अझ धेरै लेख्न प्रोत्साहन मिल्यो। त्यसपछि त्यतिखेर बाल कार्यक्रममा एउटा कोभन्दा कोकम भन्ने आउँथ्यो,
हजुर, रेडियो त्यसमा दुईटा कविता, एउटा कविता एउटा निबन्ध पठाएको थिएँ। त्यो प्रसारण भएपछि झन् बढी हौसला मिलेको थियो। भनेपछि धेरै यसमा लाग्ने प्रेरणा मिल्यो। कति सालतिरको कुरा होला त, सम्झना छ? 41-42 सालको कुरा हुनुपर्छ, कोभन्दा को कममा। भनेपछि कति वर्षको उमेरमा यहाँले त्यो आफ्नो सृजना चाहिँ रेडियोबाट प्रसारण गर्न सफल हुनु? म 7 कक्षामा पढ्थेँ भनेपछि 13-14 वर्ष। 13-14 वर्षको उमेरमा 7 कक्षामा पढ्दै यहाँले रेडियो नेपालको त्यो कार्यक्रमबाट आफ्नो सृजना चाहिँ प्रसारण गर्न सफल हुनुभयो। त्यसका लागि यहाँले के हुलाकबाट पठाउनु भयो कि कसरी पठाउनु भयो? हुलाकबाट पठाउनु भयो, सजिलै प्रसारण भयो, कार्यक्रममा छानियो। कस्तो अनुभूति भयो त्यतिखेर? एकचोटि त जस्तो मेरो कविता आदि प्रसारण भइसकेपछि कसैले हल्ला गरेर बोलायो, म बाहिर खेलिरहेको बेला एकदम खुसी लाग्यो। अनि भोलिपल्ट स्कुल जाँदा सबैले, टिचर लगायत सबैले हिजो तेरो कविता आएको थियो भन्ने कुरा गरेपछि, किनभने त्यो बेलामा टेलिभिजन अब त्यस्तो च्यानलहरू भन्ने थिएन, मान्छेले सुन्ने भनेको रेडियो नेपाल मात्रै थियो। एकदमै खुसी लागेको थियो भनौँ न। अब सायद एउटा किताब प्रकाशन भएर पुरस्कार पाउँदा नि त्यति खुसी नलाग्ला। हजुर, त्यो बेलामा त्यस्तो खुसी लागेको थियो। यहाँले धेरै सृजना गर्नुभएको छ। एउटा सृजना अहिले हाम्रा श्रोताहरूका लागि एउटा कविता वाचन गरिदिन सक्नुहुन्छ? हजुर, मैले लेख्न चाहिँ कथा, कविता, मुक्तक सबै लेख्छु। आज चाहिँ कवितामै कुरा गरौँ। हजुर, जस्तो अघि हजुरले भने जस्तै एउटा प्राविधिक मान्छेले साहित्यलाई कसरी परिभाषा गर्ने भन्नुभयो, अनि यो कुरो मैले धेरै मान्छेहरूबाट सुनेपछि मेरो कविता के हो त भनेर मैले मेरो कविता शीर्षकमा एउटा कविता लेखेको छु। हजुर, मेरो कविता शीर्षक नै मेरो कविता। यो चाहिँ विशेष गरी मेरो आफ्नो पेसागत जीवनसँग सम्बन्धित छ। हजुर, दिनभरि यन्त्रहरू, यान्त्रिक समीकरणहरू र रेखाहरूसँग यन्त्रवत चलेपछि, दिनभरि यन्त्रहरू, यान्त्रिक समीकरणहरू र रेखाहरूसँग यन्त्रवत चलेपछि साँझ पर्दासम्म मुटु यन्त्रवत टुक्रिएर चोइटा बनिसक्छ। साँझ पर्दासम्म मुटु यन्त्रवत टुक्रिएर चोइटा बनिसक्छ। म थुपार्छु चोइटाहरू र कलमको अगुल्टो झोसेर फुकिदिन्छु। हुरहुरी बल्छ मेरो कविताको आगो। म थुपार्छु चोइटाहरू र कलमको अगुल्टो झोसेर फुकिदिन्छु। हुरहुरी बल्छ मेरो कविताको आगो र म एकपटक फेरि जन्मन्छु। हजुर, निकै सारा गर्वित कविता सुनाइदिनु भयो। जस्तो आफ्नो विषय त्यसैलाई मध्यनजर राखेर, किनभने कविहरू भनेकै के भने अन्तर्मनको, सबैका मनभित्र यस्ता भावहरू हुन्छन्, तर तिनलाई शब्द विन्यास गर्न सक्ने सामर्थ्य जसले राख्छन्, ती सृजनात्मक अभिव्यक्ति दिन सक्ने व्यक्ति नै कवि हुन्। र यहाँ एउटा मैले अगाडि नै भनिसकेँ, प्राविधिक क्षेत्रमा लाग्नुभएको छ। यन्त्रहरूसँग र यान्त्रिक समीकरणहरूसँग र यी रेखाहरूसँग खेलिरहँदा जेसँग खेल्नुभयो त्यसलाई सृजनात्मक अभिव्यक्ति दिन सक्नुभयो। यो यहाँको महानता हो। हामी त्यसलाई चाहिँ कदर गर्छौँ र यो क्षेत्रमा यहाँलाई अझै लाग्ने प्रेरणा प्राप्त भइराखोस्। हामी यो कार्यक्रमबाटै अनुरोध गर्न चाहन्छौँ र यहाँको सफलताको कामना गर्न चाहन्छौँ। साहित्यको धेरै विधामा कलम चलाउँछु भन्नुभयो यहाँले। विशेष गरी कुन विधा बढी मनपर्छ? साहित्य लेख्ने एकदम रुचि छ। अनि अब अघि पनि कुरा भयो, एउटा पेसागत जीवन फरक अनि सृजनाको पाटो फरक हुँदाखेरि चाहिँ समय निकाल्न चाहिँ गाह्रो भइरहेछ। मलाई कविता लेख्न पनि एकदम मनपर्छ, यसै गरी यो स्वच्छन्द शैलीमा। हजुर, छन्दमा लेख्न त्यति आउँदा पनि आउँदैन, त्यति मन पनि पर्दैन। हजुर, अनि मुक्तक पनि लेख्छु, अनि एकचोटि गजल पनि सिकेको थिएँ, अहिले अलिक कम भएको छ। हजुर, कथा लेख्छु। रुचि त निबन्ध लेख्नमा पनि छ, तर खासै लेख्न सकेको छैन। हजुर, मनपर्ने विधा चाहिँ कविता नै हो? कविता र कथा। मैले समय मिल्यो भने दुईटामा चाहिँ धेरै राम्रोसँग लाग्ने सोचाइ छ। हजुर, अनि अहिलेसम्म कुन कुन विधामा लेख्नु भएको छ? यी सबैमा अलिअलि सबैमा लेखेको छु। कविता, कथा, मुक्तक, गजल अनि निबन्ध पनि सबैमा लेखेको छु। सबैमा चाहिँ लेख्ने मन छ र आफ्नो कलम चाहिँ समयले भ्याएसम्म चलाइरहनु भएको छ। जस्तो एउटा मैले अगाडि भनिसकेँ, अब यो एउटा इन्जिनियरिङ विषयको क्षेत्रमा लाग्नु भएको छ। अब एकातर्फ परिवार, एकातर्फ अब यो रेखाहरूसँग खेल्ने समय धेरै दिनुपर्ने, अनि आफ्नो पेसा, सृजना र परिवार कसरी समायोजन गरिरहनु भएको छ? समय चाहिँ यो एउटा समायोजन गर्ने कुरा चाहिँ साह्रै गाह्रो लागिरहेछ, किनभने पेसागत दायित्व एक ठाउँमा हुन्छ, पारिवारिक दायित्व अर्को ठाउँमा। त्यो दुइटाले सायद एउटा मान्छेलाई पुरै व्यस्त बनाउँछ जस्तो लाग्छ मलाई, इमान्दारीपूर्वक लाग्दाखेरि। तैपनि मैले चाहिँ अब कहिले सकेसम्म जस्तो साँझ बिहानको समय प्रयोग गरेको छु, रातिको पनि कुनै कुनै स्थितिमा अलिअलि पारिवारिक र पेसागत समय पनि चोरेको छु। हजुर, त्यो गरेर सृजनात्मक क्षेत्रमा यसलाई पनि समय दिइरहेको छु। हजुर, भनेपछि यसमा कहिलेकाहीँ चाहिँ, किनभने परिवारले जस्तो अलिकति मलाई समय भएन, अलिकति पेसालाई मात्रै दिने भन्ने गुनासो आम समुदायमा आइरहने गर्छ। अझ योबाट पनि केही सृजनात्मक परिवेशलाई छुट्याउनु पर्दा त्यो गुनासो अलिक बढी सुन्नुपर्छ। हजुर, र पनि लाग्न मन लाग्छ, नलागी बस्न सकिँदैन। हजुर, जस्तो यहाँले धेरै विधामा लेख्ने र धेरै विधामा कलम चलाउन इच्छा भएको कुरा व्यक्त गर्नुभएको छ। मनपर्ने साहित्यकार एक दुईजनाको नाम लिन पर्यो भनेदेखि यहाँले कसको लिनुहुन्छ? मलाई सबभन्दा मनपर्ने साहित्यकार कवि भुपी शेरचन हुनुहुन्छ। मेरो कविता हेर्नुभयो तपाईँले भने पनि लगभग उहाँको शैलीको नक्कल गर्न खोजेको छु मैले सकेसम्म। हजुर,
त्यसपछि शङ्कर लामिछानेको निबन्धहरू एकदम मनपर्छ। अनि छन्दमा माधव घिमिरेज्यूको रचनाहरू छन्द कविताहरूमा जस्तो भुपी शेरचनको सृजना मनपर्छ भन्नुभयो, किन मन पर्यो? एउटा त उहाँ नेपाली भाषाको सौन्दर्य जुन छ नि, सरलता, नेपाली भाषालाई सरलतापूर्वक काव्यिक अभिव्यक्ति दिँदाखेरि जुन सौन्दर्य भेट्न सकिन्छ त्यो उहाँको कवितामा जति अरूले दिन सकेको जस्तो लाग्दैन मलाई। उहाँको कविता पढ्दा त्यस्तो अनुभूति हुन्छ। अर्को चाहिँ उहाँले आफू बाँचेको समय, त्यो समयको चाहिँ घटना परिघटना र त्यो समयमा बाँचिरहेका मान्छेहरूको पीडालाई एकदम दुरुस्तसँग उतार्न सक्नुभएको छ। हजुर। र त्यही भएर मलाई उहाँ अति नै मनपर्छ उहाँको कविताहरू, र कतिपय कवितामा उहाँको शैलीलाई हुबहु नक्कल गर्ने कोसिस पनि गरेको छु मैले। हजुर। फेरि हामी कुराकानीको क्रमलाई जोडौँला। अहिले फेरि एउटा सिर्जना, किनभने सिर्जना यहाँका धेरै छन्, सृजनात्मक बसाइ मात्रै राखे पनि हुन्थ्यो जस्तो छ, र पनि जति धेरै सिर्जना भए पनि फेरि यहाँका कुराहरूलाई पनि श्रोताका बिचमा अलिकति पुर्याउनु आवश्यक ठानेका छौँ हामीले। किनभने मैले अगाडि नै भनिसकेँ, मान्छे किनभने विषय मिलेर मात्रै, नेपाली पढेका मान्छेले मात्रै सिर्जना गर्ने होइन, इन्जिनियरिङ विषय पढेका मान्छे पनि सिर्जना गर्न सक्छन् भन्ने एउटा उदाहरण यहाँले प्रस्तुत गर्नुभएको छ। यहाँसँग थुप्रै सृजनात्मक अभिव्यक्तिहरू हामीले देखेका छौँ। फेरि एउटा सृजना सुनौँ अनि त्यसपछि फेरि संवादको क्रमलाई अगाडि बढाउँला। अहिले श्रोताहरूका लागि एउटा सृजना राखिदिनुहुन्छ कि? हजुर। अर्को एउटा कविता छ, यो कुरूप वर्तमान भन्ने। हजुर। यो चाहिँ मैले 2 भाग गरेर लेखेको थिएँ, दुवै भाग म सुनाउन गइरहेको छु, छोटो छोटो छ। हजुर। कुरूप वर्तमानको पहिलो भाग। जताततै हनुमानहरू दौडिरहेछन्, पुच्छरमा आगोको लपका बोकेर चाकडी। जताततै हनुमानहरू दौडिरहेछन्, पुच्छरमा आगोको लपका बोकेर चाकडीको, बिना कारण जलाउँदै सुनका लङ्काहरू। स्वचालित बेहोस हातमा बजिरहेछ डमरू, मस्त धङधङ्गमीमा रमाएर हेर्दैछन् प्रभुहरू, र अनियन्त्रित नाचिरहेछन् बाँदर टुकडीहरू। रङ्गी चङ्गी नाराका खोल ओढेर अवसरको खेती गरिरहेछन् आत्माहीन दासहरू। रङ्गी चङ्गी नाराका खोल ओढेर अवसरको खेती गरिरहेछन् आत्माहीन दासहरू, र एक बाली भित्राई डकारेर नयाँ फसलको तयारीमा रङ फेरिरहेछन् छेपाराहरू। र एक बाली भित्राई डकारेर नयाँ फसलको तयारीमा रङ फेरिरहेछन् छेपाराहरू। यो कुरूप वर्तमान 1 थियो। अब अर्को यो कुरूप वर्तमान 2 लाई पनि पेश गर्ने अनुमति चाहन्छु। कुरूप वर्तमान। रगतको आहालमा डुबेका छन् हिमालहरू। रगतको आहालमा डुबेका छन् हिमालहरू, डढेको जङ्गलबाट षड्यन्त्रको गन्ध आइरहेछ, र ठाउँ ठाउँमा उम्रन थालेका छन् ताबेदारीका नयाँ झारहरू। भित्र बैठकमा हिसाब नमिलेर होला भाग बण्डाको, लुटेराहरू एक आपसमा औँला ठड्याइरहेछन्। हिसाब नमिलेर होला भाग बण्डाको, लुटेराहरू एक आपसमा औँला ठड्याइरहेछन्, र बाहिर जिन्दाबाद मुर्दाबाद उचालिरहेका सडकहरूमा भविष्यको पदचाप सुनिँदैन। जिन्दाबाद मुर्दाबाद उचालिरहेका सडकहरूमा भविष्यको पदचाप सुनिँदैन। धन्यवाद। हजुर। जस्तो यहाँले यो कुरूप वर्तमान चाहिँ बिग्रिएको अवस्थालाई सृजनात्मक अभिव्यक्ति दिनुभएको छ, 2 खण्डमा विभाजन गर्नुभएको छ। यो जस्तो सिर्जना गरिएको हिसाबले 2 खण्डमा राख्नुभएको हो कि विचारकै हिसाबले 2 खण्डमा राख्नुभयो कि कसरी 2 खण्डमा राख्नुभयो यसलाई? अब दुवै कविताले भाग 1 भाग 2 दुवैले चाहिँ एउटै विचार बोकेका छन्। किनभने विगत 15-20 वर्षबाट तपाईँलाई पनि थाहा होला, हामी चाहिँ एउटा कुरूप समयमा बाँचिरहेका छौँ। अनि यो पहिलो भाग लेखेको केही महिनापछि लेखियो, त्यही भएर मैले कुरूप वर्तमान 2 भनेर दिएको। विचार चाहिँ एउटै छ दुवै। हजुर। दुवैको भाव पक्ष एउटै हो, विचार पक्ष एउटै हो, देश बिग्रियो हो हैन, हामी अब अधोगतितर्फ लाग्यौं, समयलाई सम्हाल्न सकिएन, देशलाई सम्हाल्न सकिएन, र सम्हाल्ने जिम्मेवार व्यक्तिहरू चाहिँ भागबण्डामा लागे हैन, निहित स्वार्थमा लागे। त्यो छोडेर अगाडि बढ, सबैका लागि यो कुरूप वर्तमानलाई चाहिँ बदल्ने प्रयत्न गर भन्ने यहाँले सन्देशमूलक यो सिर्जना गर्नुभयो। हामीले अर्को सिर्जना पनि सुन्यौं र फेरि हामी सिर्जनालाई केही बेरपछि जोडौँला। जस्तो अब यो सिर्जनामा लाग्नु भएको छ, सिर्जनामा लाग्ने अग्रज साहित्यकारहरूलाई यहाँको केही अनुरोध छ? अब अग्रज साहित्यकारहरूलाई म त आफूलाई एउटा सिकारु साहित्यकार भनौँ, सिकारु लेखक जस्तै ठान्छु। उहाँहरूलाई अनुरोध भनेको एउटा त अब नयाँ पुस्तालाई उहाँहरूले अलिकति बढी ध्यान दिएर हेरिदिएर नयाँ पुस्ताको कमजोरी, अब कमजोरी मात्रै हुँदैन, पुरानो पुस्ताभन्दा नयाँ पुस्ताको कतिपय कुरामा अगाडि पनि हुनसक्छ, त्यसलाई स्वीकार गरिदिनु भयो भने नयाँ पुस्ताले, अब हामी जस्ता भर्खर लेख्दै गरेका सिकारुहरूले चाहिँ मौका पाउँथ्यौँ। मैले एकजना अलि नाम चलेकै साहित्यकारको अन्तर्वार्ता हेरेको थिएँ, उहाँले चाहिँ आजभोलिका साहित्यकारको म साहित्य पढ्दिनँ भनेर भन्नुभएको छ एक ठाउँमा। हजुर।
अब त्यो चाहिँ उहाँहरूले गरिदिनु भएन, किनभने हामीले उहाँहरूको साहित्य पढिरहेछौँ भने उहाँहरूले पनि हामीलाई प्रोत्साहन दिन, हामीलाई मात्र होइन नेपाल र नेपाली भाषाकै लागि पनि त्यो एउटा ठुलो काम हुनेछ। उहाँहरूले नयाँ पुस्तालाई सकेसम्म नयाँ पुस्ताका रचनाहरू पढिदिएर सुझाव र सल्लाहहरू दिनुभयो भने अझ राम्रो हजुर हुन्छ जस्तो लाग्छ। साहित्यलाई अझ उकास्न सकिन्छ, साहित्यमा लाग्ने व्यक्तिहरू अझ जन्माउन सकिन्छ र साहित्य सबैको आकर्षणको केन्द्रबिन्दु बन्न सक्छ। यसतर्फ अग्रजहरूले ध्यान दिनुपर्छ भन्ने यहाँको अनुरोध छ। जस्तो अनुजहरू पनि छन्, अब यहाँ एउटा स्थापित साहित्यकार भइसक्नु भएको छ, धेरै राम्रा सिर्जना गरिसक्नु भएको छ, अनुजहरू छन्। हजुरका पछाडि अहिले हाम्रो यो संवादलाई सुनिरहने धेरै अनुजहरू छन्, ती अनुजहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? म आफूलाई स्थापित साहित्यकार त ठान्दिनँ, किनभने भर्खर लेख्दैछु। तैपनि अब लेख्ने रुचि भएका भाइ बहिनीहरू, अब मभन्दा सानै भनौँ न, उहाँहरूलाई चाहिँ मेरो सल्लाह एउटा त लेख्नु अगाडि के विषयमा लेख्ने भन्ने कुरामा चाहिँ अलिकति ध्यान दिएर सोच्नु पर्यो। कुन विधामा आफ्नो शैली चाहिँ सबभन्दा राम्रोसँग प्रस्तुत हुन सक्छ। त्यसपछि अब लामो लेख्ने कोसिस भन्दा पनि राम्रो लेख्ने कोसिस गर्दा ठिक होला। किनभने मैले के देखेको छ भने सिकारु साहित्यकारमा सकेसम्म लामो, सकेसम्म क्लिष्ट बनाएर लेख्दाखेरि बढी वाह पाउने हो कि भन्ने चाहिँ एउटा चिन्तन हुन्छ, त्यो गलत हो। र मेरो सल्लाह त सकेसम्म छोटो अभिव्यक्तिभित्र सकेसम्म धेरै सन्देश अटाउने हिसाबले लेख्दा राम्रो हुन्छ। अनि अर्को कुरो चाहिँ लेखनमा निरन्तरता हुनुपर्छ। हजुर, सिर्जनामा लाग्नेले चाहिँ निरन्तरता दिनुपर्छ। निरन्तरताले नै माझिन सघाउँछ भन्ने मेरो विचार छ। जस्तो हामी फेरि सिर्जनाको बसाइ एउटा राख्न चाहन्छौँ, किनभने सिर्जनाको बसाइलाई नै हामीले आज प्रमुखताका साथ राख्न खोजेका हौँ, किनभने धेरै सृजनात्मक विषयवस्तु हाम्रा अगाडि छ। फेरि एउटा कविता पढ्ने हो कि? हजुर, हस्। अब यो मैले अघि सुनाएको चाहिँ म नेपाल बस्दै लेखेको हो। अब समय भयो भने अलि विदेश बस्दाखेरि नेपाललाई सम्झेर कस्तो अनुभूति आउँछ भन्ने एउटा कविता छ मेरो, परदेशी भन्ने। यो म जापान बस्दाखेरि लेखेको। यही परदेशी सुनाउने अनुमति चाहन्छु। परदेशी। एक जुग पछि फर्केर हेरेँ आफू आएको बाटो, एक जुग पछि फर्केर हेरेँ आफू आएको बाटो, लामो भइसकेछ, बिरानो भइसकेछ। बास बसेका ती पाटीहरू यात्राका अनगिन्ती मोडहरूमा ओझेल परिसकेछन्। बास बसेका ती पाटीहरू यात्राका अनगिन्ती मोडहरूमा ओझेल परिसकेछन्। खण्डहर जस्तो घरको मझेरीमा दुखी आमालाई एक्लै छोडेर, भिरालो पाखो बारीमा बुढाबालाई एक्लै छोडेर, एक जुग अघि हिँडेको म। खण्डहर जस्तो घरको मझेरीमा दुखी आमालाई एक्लै छोडेर, भिरालो पाखो बारीमा बुढाबालाई एक्लै छोडेर, एक जुग अघि हिँडेको म। यी बिराना सडकहरू नापिरहेछु निरन्तर, पोखिरहेछु बिरानो माटोमा पसिना तरतर। भोलि कहाँ खोज्ने मैले मेरो पसिनाको मोल, भोलि कहाँ खोज्ने मैले मेरो पसिनाको मोल। किनकि मेपलहरूले मलाई अपनाउँदैनन्, किनकि साकुराले मलाई आफ्नो ठान्दैन। न त मध्यरातको सूर्य मेरो हुन सक्छ, न म 6 महिने हिउँमा रमाउन सक्छु, न म खाडीमा अड्डा जमाउन सक्छु। र नेपालसँग मागौँ भने मेरो जवानीले मैले नेपाल सिँच्न पाइन, मेरो जवानीले मैले नेपाल सिँच्न पाइन। एक जुग पछि हिजो सपनीमा घर गए सुटुक्क, आगो लिन गए झैँ गए सुटुक्क। एक जुग पछि हिजो सपनीमा घर गए सुटुक्क, आगो लिन गए झैँ गए सुटुक्क। 3 वर्षे भतिजीले सोधी तिम्रो घर कहाँ, 3 वर्षे भतिजीले सोधी तिम्रो घर कहाँ। एक जुग अघि घर छोडेर हिँडेको म घरमा पराई भइसकेछु, एक जुग अघि घर छोडेर हिँडेको म घरमा पराई भइसकेछु। विदेशमा सधैँ विदेशी म, देशमा पनि विदेशी भइसकेछु। सबै ठाउँमा सधैँका लागि परदेशी भइसकेछु। एक जुग अघि घर छोडेर हिँडेको म सबै ठाउँमा सधैँका लागि परदेशी भइसकेछु। धन्यवाद। हजुर, यहाँले विदेशिएका दाजुभाइ दिदीबहिनीहरूको एउटा कारुणिक कथा, व्यथा, सृजनात्मक अभिव्यक्ति दिनुभयो। किनभने घरमा नै पढाइ भइसक्ने, किनभने आज अब घर छोडेर धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरू कामको खोजीमा विदेशिनु भएको छ, कतिपय व्यक्तिहरू अध्ययनका लागि भनेर विदेशिनु भएको छ, र दक्ष जनशक्ति बाहिरिरहेको छ। र जवानीमा जुन जवानी अहिले यहाँले उल्लेख गर्नुभयो, जवानी नै नेपालका लागि दिन पाइन भन्ने अभिव्यक्ति जुन दिनुभयो, त्यो जवानी विदेशमा खर्चिरहेका आम दाजुभाइहरूलाई लक्षित गरेर यो सृजनात्मक अभिव्यक्ति दिनुभयो। यसले अवश्य पनि विदेशिएका दाजुभाइ
भाइहरूलाई नेपाल फर्कन प्रेरणा दिन्छ र नेपालमा नै बसेर केही गर्नुपर्छ भन्ने यहाँको यो सृजनात्मक अभिव्यक्ति रह्यो। जस्तो त्यो विदेश जाँदा यहाँले कस्तो अनुभूति गर्नुभयो? हुन त यहाँको सृजनामा पनि अलिकति कुरा त आयो, तैपनि एउटा नेपाली मान्छे विदेश जाँदा जापान नै जानुभयो, धेरैको आकर्षणको केन्द्रबिन्दु हो जापान, तर त्यहाँ नबसेर फेरि यहाँ आउनुभयो, कस्तो अनुभूति गर्नुभयो? अब यो व्यक्ति अनुसार फरक होला। अब जस्तो अहिले हामी चाहिँ नेपालको एउटा यस्तो युगमा छौँ जहाँ चाहिँ हरेक बच्चा विदेश जाने सपना बोकेर हुर्किरहेछ। यहाँको स्थिति चाहिँ खराब भएर हो र म चाहिँ जापान जाँदाखेरि म फर्किन्छु भनेरै गएको थिएँ। बसाइ चाहिँ अलि लामो भयो, 7.5 वर्षको। एउटा कुरो के भने विदेशमा गएर जे काम गरे पनि, जति माथिल्लो तहको काम गरे पनि र समाजमा जतिसुकै धन सम्पन्न जीवन बिताए पनि त्यहाँको समाजले हामीलाई स्वीकार्दो रहन्छ। हजुर, मैले भेटेको सबभन्दा एउटा चाहिँ दुःखदायी कुरा नै भनौँ। र त्यही समाजको लागि नै म दुःख गरिरहेको हुन्छु, तर त्यो समाजले कहिले पनि स्वीकार्दैन, आफ्नो भनेर कहिले पनि ठान्दैन। अब एउटा त्यो पाटो छँदैछ, जहिले पनि विदेशी हुनुपर्ने पीडा। अनि अर्को चाहिँ अब जस्तो नेपालमा जुन एउटा नातागोता समाजको एउटा जुन साथ सम्बन्ध पाइएको थियो त्यो हुने कुरो भएन, जतिखेर पनि एक्लो जस्तो लाग्ने हुन्छ। अनि चाडबाड चाहिँ धेरै नै अब मिस गरिन्छ भनौँ विदेश बस्दा। हजुर, त्यो हिसाबले विदेश जानुभन्दा जे हुन्छ बरु यहीँ गर्दा राम्रो छ। हजुर, अनि विदेश पनि जानुपर्ने हुन्छ कहिलेकाहीँ। अब आफ्नो दक्षता बढाउनको लागि केही वर्ष बस्नु ठिकै कुरो हो, तर मेरो विचारमा 5 वर्षभन्दा बढी विदेश बस्नु जति पीडादायी कुरो केही पनि हुँदैन जस्तो लाग्छ। भनेपछि धेरै समय विदेशै बस्ने अथवा विदेशमै बस्न पाए हुन्थ्यो भन्ने जुन लालसा अहिले भाइ बहिनीहरूमा विशेष गरी युवा पिँढीमा आइरहेको छ, त्यो चाहिँ वास्तवमा राम्रो होइन भन्ने यहाँको विचार छ। राम्रो होइन, तर अब फेरि त्यसरी सोच्नेको आफ्नो बाध्यता छँदैछ। अब यहाँको स्थितिले पनि अलिकति त्यो बाध्यता बनाउँछ। हजुर, जस्तो अब म अलिकति यो प्राविधिक विषयमा यहाँले यो दखल राख्नुभयो, अध्ययनको विषयमा प्राविधिक विषय छान्नुभयो, सानैदेखि सृजनात्मक क्षेत्रमा लाग्नुभएको व्यक्ति, अनि यही साहित्यकै विषयमा अध्ययन गर्न पाइन्थ्यो अथवा नेपाली विषय नै पढ्न पाइन्थ्यो, तर प्राविधिक विषय किन रोज्नुभयो? यो चाहिँ मैले धेरै ठाउँमा मलाई सोधिने प्रश्न पनि हो। अब यो हाम्रो समाजको मानसिकता हेर्नुपर्ने हुन्छ, किनभने डाक्टर इन्जिनियर भन्ने बित्तिकै अब धन बढी कमाउँछ, पैसा बढी कमाउन सजिलो, जागिर पाउन सजिलो भन्ने एउटा मान्यता छ। अनि अब एसएलसीमा फर्स्ट डिभिजन ल्याएपछि त्यसले साइन्स पढ्नै पर्छ भन्ने एउटा सामाजिक दबाब, आफूले घरका कसैले नभने पनि एउटा सामाजिक दबाब छ। र मलाई के लाग्छ भने यदि म नेपालको यो स्थितिमा नभइकन अन्त कतै भइदिएको भए सायद प्राविधिक शिक्षामा जान्न थिएँ होला। हजुर, म यो साहित्यिक कुनै विषय नै पढ्थेँ, तर अब राम्रो पढ्ने विद्यार्थीले साइन्स पढ्नुपर्छ, साइन्स पढेपछि इन्जिनियर बन्नुपर्छ भन्ने जुन एउटा सामाजिक मानसिक दबाब छ, त्यसकै कारण म डोरिएर यो पेसागत रूपमा चाहिँ यतातिर लागेँ। हजुर, र अहिले पनि मलाई चाहिँ आफू दुई टुक्रा भइरहे जस्तो लाग्छ जतिखेर पनि। हजुर, ठिकै छ, किनभने यहाँले फेरि एउटा नमुना पनि भन्नु भएको छ, किनभने प्राविधिक क्षेत्रमा लाग्दैमा सृजनात्मक क्षेत्र ओझेलमा पर्छ भन्ने कुरा त होइन रहेछ नि त, किनभने यहाँले यो प्रमाणित गरिदिनु भयो, इलेक्ट्रिकल इन्जिनियर भएर चाहिँ सृजनात्मक क्षेत्रमा पनि त्यत्तिकै दखल राख्नुभयो। यो एउटा उदाहरण को कुरा पनि हो, र जुनसुकै क्षेत्रमा पनि यदि लगाव भयो, इच्छा शक्ति भयो भनेदेखि सिर्जना गर्न सकिन्छ भन्ने त यो एउटा उदाहरण पनि त भयो नि। एउटा समय व्यवस्थापनको कुरो हो। रचनात्मक अब मन छ भने जसरी पनि त्यो बाहिर अभिव्यक्त भइहाल्छ भन्ने जस्तो लाग्छ। हजुर, अब हामी बसाइको अन्त्यतिर आइसकेका छौँ, किनभने हाम्रो निर्धारित समय सकिन लागेको सङ्गीत प्राविधिक मित्रले गर्नुभएको छ। जाँदा जाँदै अब हामी रेडियो नेपालका माध्यमबाट करोडौँ श्रोताका बिचमा पुगिराखेका छौँ। यहाँ र म बिचको यो संवाद हाम्रा करोडौँ श्रोताले सुनिरहनु भएको छ। उहाँहरूलाई रेडियोबाट भन्न यहाँलाई मन लागेका कुराहरू, जस्तो मैले यो छोटो बसाइमा धेरै कुरा सोध्न समयले साथ दिएन, यहाँलाई भन्नै मन लागेका केही कुराहरू छन् भनेदेखि श्रोताका लागि? सर्वप्रथम त उहाँहरूले अब सुनिदिनु भएकोमा धन्यवाद त मैले भन्नै पर्छ, धन्यवाद छ उहाँहरूलाई। अर्को कुरो, अब म जस्ता अब सिकारु लेखकहरू, नयाँ जुन अब लेखनमा बामे सर्दै गरेका लेखकहरूको रचनाहरू पनि पढिदिने सुनिदिने गर्नुहोला, र यदि तपाईँहरूले प्रतिक्रिया पनि दिनुभयो भने झन् हौसला मिले जस्तो लाग्नेछ। अनि अब विशेष गरी मेरो व्यक्तिगत हकमा म चाहिँ मेरा रचनाहरूलाई पत्रिकाहरूको माध्यमबाट प्रकाशन गर्नुभन्दा नि आफ्नै एउटा ब्लग पनि चलाइरहेको छु, gautambasanth.blogspot.com भन्ने। र समय हुँदा इन्टरनेट कनेक्सन भएको ठाउँमा उहाँहरूले त्यता पनि गएर मेरा रचनाहरू हेरेर प्रतिक्रिया दिनुभयोदेखि म धेरै आभारी हुने थिएँ। अवश्य पनि आदरणीय श्रोताहरू, यदि यहाँहरू सृजनाका क्षेत्रमा हुने, विशेष सृजनाको क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूले चाहिँ उहाँको यो ब्लग लाइनलाई युज गरेर उहाँसँग सम्पर्क गर्न सक्नुहुनेछ र उहाँका सृजनाका बारेमा राय, सुझाव र सल्लाहहरू दिनुहुनेछ भन्ने हामी आशा एवं विश्वास लिन चाहन्छौँ। रेडियो नेपालको यो बसाइका लागि यहाँले आफ्नो अमूल्य समय र विचार
प्रदान गर्नुभयो। यसका लागि रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखराको तर्फबाट, कार्यक्रम साहित्य सिर्जनाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि यहाँका आगामी दिन उज्जवलमय बनुन्, अझ सृजनात्मक बनुन् र यहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। मलाई पनि यो मौका दिनुभएकोमा तपाईँलाई व्यक्तिगत रूपमा र रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्रलाई हार्दिक धन्यवाद दिन चाहन्छु। श्रोताहरू, आज हामीले कार्यक्रम साहित्य सिर्जनामा विशेष गरी कुराकानीमा आधारित प्रस्तुतिलाई अगाडि बढायौँ। आजका लागि हामीले एउटा प्राविधिक क्षेत्रमा लाग्नुभएको र प्राविधिक क्षेत्रमा दखलता हासिल गर्नुभएका डाक्टर वसन्त कुमार गौतमज्यूसँग कुराकानी गऱ्यौँ। उहाँ पेसाले इलेक्ट्रिकल इन्जिनियर हुनुहुन्छ र प्राविधिक व्यक्तित्व भइकन पनि सृजनात्मक क्षेत्रमा पनि उहाँको त्यत्तिकै दखल छ र हामीले धेरै सिर्जनाहरू आज सुन्न त सकेनौँ, तर केही सिर्जनाहरू सुन्ने अवसर प्राप्त गऱ्यौँ। फेरि समयले साथ दिएछ भने कुनै दिन डाक्टर वसन्त कुमार गौतमज्यूसँग कुराकानी गर्नेछु र अन्य विषयहरू उहाँका हामीसँग उपलब्ध भएका सिर्जनाहरूलाई पनि कार्यक्रममा मिलाएर प्रस्तुत गर्ने सङ्कल्प अथवा वाचा गर्न चाहन्छु। आजको कार्यक्रम साहित्य सिर्जनाको यो बसाइमा हामीलाई सुनेर साथ दिनुभएकोमा यहाँहरू सबैलाई हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्न चाहन्छु। रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखराबाट प्रसारण हुने कार्यक्रम साहित्य सिर्जना नियमित रूपमा सुनिदिन र रेडियोको साथमा रहिरहन आग्रह गर्दै रेडियो नेपालको यो प्रस्तुति सुनिदिनु भएकोमा फेरि एकपटक यहाँहरूलाई हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दै आजको कार्यक्रम साहित्य सिर्जनाको यो बसाइ यहाँहरूलाई कस्तो लाग्यो? कार्यक्रम साहित्य सिर्जनाका सन्दर्भमा यहाँहरूका कुनै राय, सुझाव र सल्लाहहरू छन् भने कार्यक्रम साहित्य सिर्जना रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र मालेपाटन पोखरा भनेर पत्राचार गर्नुहोला। आजको प्रस्तुति अब यहीँ बिट मार्न चाहन्छौँ। आजको प्रस्तुतिबाट प्राविधिक मित्र बुद्धिनाथ झा र जगदीश शर्मासँगै म पूर्णचन्द्र घिमिरे पनि डाक्टर वसन्त कुमार गौतमलाई धेरै धेरै धन्यवाद दिँदै उजेल पर्न चाहन्छौँ। हवस् त, नमस्कार।